म लीला वशिष्ठ भण्डारी। स्वागत छ यहाँलाई लीलान्सको अर्को एपिसोडमा। अब कविता सुरु गर्नु अघि तपाईँहरूसँग छोटो मिठो गफ कुरा के भने नि, अस्ति भर्खरै पोस्ट गरेको कविता कति धेरै रुचाइदिनु भएको कि तपाईँहरूको साथ र माया हौसला मेरा लागि एकदमै धेरै भयो। यसका लागि हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। यस्तै साथ यस्तै माया सधैँभरि दिइराख्नु ल। तपाईँहरूलाई मिठा मिठा कविता श्रवण गराउनु मेरो कर्तव्य भयो। अब त्यसैले मिठा मिठा कविता सुनाएर तपाईँहरूलाई मन्त्रमुग्ध गराइराख्न पाऊँ है। अब ढिला नगरी म कवितालाई श्रवण गराउन चाहन्छु। कविताभित्र प्रवेश गरेँ। कविताको शीर्षक अरे अझै तिमी गएका छैनौ, अरे अझै तिमी गएका छैनौ। कविताभित्र के छ भनेर जान्नका लागि कविताभित्र बसेर बुझाउँदा नत्र नमन पर्न सक्छ नि त। ओके, अरे अझै तिमी गएको छैनौ, जान्छु नि लामो समय गरेर यहाँसम्म आएकी, समय लाग्छ। सुन त, बरु तिमी जाऊ तिमीलाई ढिलो हुन सक्छ, बरु तिमी जाऊ तिमीलाई ढिलो हुन सक्छ। मेरो धमिलो मुहार हेरी तिम्रो मन अमिलो हुन सक्छ, बरु जाऊ तिमीलाई ढिलो हुन सक्छ। मेरो धमिलो मुहार हेरी तिम्रो मन अमिलो हुन सक्छ। मलाई समय लाग्छ एक्लै परसम्म पुग्न, मलाई समय लाग्छ एक्लै परसम्म पुग्न। पीडादायी दिन काटी खुसीको घरसम्म पुग्न, पीडादायी दिन काटी खुसीको घरसम्म पुग्न। होस् तिमीलाई किन दुःख दिनु है, होस् तिमीलाई किन दुःख दिनु है, बरु म आफै जान्छु। होस् तिमीलाई किन दुःख दिनु है, बरु म आफै जान्छु। गन्तव्यमा पुगेपछि त मेरो जीवन नि रङ्गीन सहर हुन सक्छ, गन्तव्यमा पुगेपछि त मेरो जीवन नि रङ्गीन सहर हुन सक्छ। यो संसारमा मेरो खुसीको छुट्टै घर हुन सक्छ। अरे म त अल्मलिएछु त। मान्छे मन नपरेसी मान्छेका वचन नि धेर हुन सक्छ, मान्छे मन नपरेसी मान्छेका वचन नि धेर हुन सक्छ। ढिलो गरे म आफैलाई अबेर हुन सक्छ, ढिलो गरे म आफैलाई अबेर हुन सक्छ। धन्यवाद।